सो हेलो एभ्रिवान, आज चाहिँ म कपाल नुहाएको थिएँ, त्यही कारणले चाहिँ स्ट्रेट गरौँ भनेर स्ट्रेट ननिकालेँ होइन। अलरेडी स्ट्रेट नै छ, आधी गरिसक्यो हो। अन्त सेट होल स्कर्ट काटेको थिएँ मैले चाहिँ, अन्त त्यसलाई चाहिँ सेट गरौँ आज भनेर चाहिँ सेट गर्नु खोजेको त हुँदैन रहेछ हौ दोकानमा। सरोनमा जस्तो कहाँ जान्दो रहेछ त हामीले त गरेको गाइस। हेर्नुहोस् न मेरो कपाल। दिलेमा चाहिँ कति स्ट्रेट गर्छ नि गाइस। आज पनि मैले स्ट्रेट गरेछ नि त दोकान दार्जिलिङमा। अन्त मेरो चाहिँ घरमै गरेको नि मान्छे, फ्रीमा गरेको नि। बुई भएपछि तात्दैछ, नगरेको पनि तान्नुपर्छ। ब्याङ्क्स। This is my final video. गाइस, तपाईहरुलाई म आज एउटा कुरा भन्नु आएको होइन। अन्तखेरि के भन्नु आएको भन्दाखेरि चाहिँ आजको दिनमा दिदीले चाहिँ मलाई साकेलामा अस्ति लान्छु भनेर भनेको थियो हो। आजको दिनमा दिदीले ढाँटेर मलाई लगेन होइन गाइस। त्यहाँदेखि म चाहिँ कहाँ पनि डुल्नु पनि पाउँदिनँ होइन। खालि दिदी मात्रै डुल्छ। आज सन्डे, अब स्कुल टाइममा भएको भए पो म जान्छु भनेर पनि पछुनिनँ होइन। अन्तखेरि चाहिँ आजको दिनमा चाहिँ दिदीले चाहिँ मलाई साकेला हेर्नु पनि लगेन होइन। पुरा रिस उठिरहेको थियो क्या, म त बोलेको पनि छुइनँ कि। अन्त मा रिस उठ्दो छ दिदी चाहिँ होइन। दिदीलाई मन नपराउनुहोस् प्लिज तपाईँहरूले। दिदीले चाहिँ दिदीको चाहिँ बेहोरा छैन होइन। मलाई लगेन साकेला हेर्नु लान्छु भनेर मलाई लगेन। अल्छी लागेर बसिरहेको छु गाइस म चाहिँ घरमा। तपाईँहरूलाई पनि सन्डे पुरा अल्छी लाग्छ होला, मलाई पनि पुरै अल्छी लाग्छ। अन्तखेरि नयाँ मिठामा रिल्स बनाउँदै स्ट्रेट कपाल स्ट्रेट नेचुरल नै स्ट्रेटै छ तर पनि स्ट्रेट गर्दै बसिरहेको छु। स्ट्रेट होइन गाइस, झन् स्ट्रेट मनपर्छ मलाई, त्यही स्ट्रेट गर्दै बसिरहेको छु। दिदीले चाहिँ मलाई लगेन, मलाई साह्रै रिस उठेको छ क्या। दिदीले पनि यो भिडियो हेर्छ थाहा छ मलाई। अन्तखेरि हेर्दैछ भने चाहिँ मलाई चाहिँ भोलि पनि तपाईँको प्रोग्रामै छ थाहा छ मलाई। भोलि त पछाउँदिनँ नि त, एटलिस्ट आज त लानुपर्छ नि होइन। सन्डे म चाहिँ किन खालि काम गरिबस्नु क्या घरमा। अन्तखेरि म चाहिँ घरमा मात्रै बसिरहनुपर्छ। अन्त दिदी मलाई पर्सि चाहिँ मिठाई चाहियो, म अहिले भन्दैछु भोइस मेसेजमा। गाइस अहिले चाहिँ म यहाँ बहिनीलाई माथि रोडमा बोलाएको थिएँ कि एकछिन। त्यसलाई मोमो र दुध ल्याइदिएको थिएँ होइन। अन्त त्यो ल्याउनु आएको हेर्न रिसाइरहेको छ नि फेरि। ए रिसाएको छैन के छ राम्रै छ्या। पक्रा त पनि फोन नपक्रेर के भन्नु चाहनुहुन्छ अहिले फिलहाल। मैले मोमो खाएको थिएँ होइन गाइस, कैँचोले भइज्यू। अन्त मोमो खाएको थिएँ होइन। अन्त इरा ल्याइदिएको नि। त्यही मेरो बहिनीलाई कसले मन परायो, कुन चाहिँको बार दुखेन त अन्त डन्डी फोर। ए उता देऊ न, फुल आउटफिट देखाइदेऊ न त आजको पनि अन्त। ल स्यासमा आएन बहिनी। मसु मोमो भैँसीको मोमो के अन्त। अन्त म त जान्छु नि त चिठी बार्नु। कहिले थ्याङ्क यू दिदी भनिनस्। यता बराएर जानुपर्छ पहिला। बराएर जानुपर्छ पहिला। मेरो अर्को फाउन्डेसन झिकिरहेको थियो ल बहिनी, झिकिरहेको थियो ल भने बराएर गएर आउँछु। लुगा फेर्नु अन्त फेरि ओह्रालो जान्छु ल बाई भन्दै। बारीको को ए झिकी चाहिँ राख्दैन। बुवा जाँदैन बारी, सबै जाने बुवा पनि साह्रो परिरहेको छ। अन्त उयो 5000 चाहियो दबाईको लागि।
3 महिनाको कोर्स गर्नुपर्छ अरे हो अन्त 1 महिनाको 5000 रबे 3 महिना 15,000 आयुर्वेदिक जाति हुन सक्छ त्यो पनि छैन डाउट छ तर के गर्नु हस्पिटल लगाएर पनि के गर्नु त अन्त उयो त गरिहाल्छ बुवाले गोबरहरूको पुरै त्यो गन्दा है जिउमा यो दुध पहिला आधी ततार गर्नु भनेर भन्नु ल हुन त मैले अघिको 11 बजी 11:30 बजीदेखिको लु बाई भन्दै सबैलाई जानिस् कि आउट इन द गार्डन यता हेर्दैन नि त लुक फेरि